आज मैले के बनाएँ हेर्नु है, मेरो फर्स्ट ट्राई बिग्रियो सब्रियो लास्टमा हेर्नु ल। एउटा बोइल अन्डा, एउटा काँचो अन्डा, नुन, जिरा, धनिया, अनि खोर्सानी, अनि प्याज मसिनो पारेर काटेर राखेर अनि त्यसपछि बसाएँ तेलमा। अनि अन्डालाई हालेर रातो रातो हुने गरी एकछिन यसलाई तेलमा तारेँ। त्यसपछि फिटेर राखेको अन्डा लगाएँ त्यसैमाथि। अनि त्यसमा अलिअलि हल्का नुन, अनि काटेर राखेको प्याज, अनि खोर्सानी, अनि धनिया, अनि अलिअलि जिरा लगाएँ हैन। अलिक अन्डा थोर भयो जस्तो छ के, त्यो काँचो अन्डा चाहिँ छोपिएन, यो भरिएको देखिन्थ्यो, यस्तो देखिरहेको थियो। त्यसपछि यसलाई एकछिन पाकुन्जेल पकाएँ। अनि फर्काउँदा चाहिँ यस्तो भयो क्या, लथ्र्याङ र फथ्र्याङ ठिकै छ त्यही पनि। अनि जस्तो हुन्छ त्यस्तै भयो भने बाबुलाई खाँदा हुन्छ भनेर फर्स्ट ट्राई थियो नि त, च्याङकुचुङ यस्तो देखियो। अनि काट्दा त यस्तो भइरहेको